अन्त्य गर खराब सरकारी संस्था र खराब वित्तीय संस्था खारेज गर खराब सरकारी संस्था र खराब वित्तीय संस्था खारेज गर खराब सरकारी संस्था र खराब वित्तीय संस्था खारेज गर देशभरिका सरकारी पीडित र वित्तीय पीडितहरूको आन्दोलन जारी छ देशभरिका सरकारी पीडित र लघुवित्त पीडित आन्दोलन जारी छ सर्वोच्च अदालत पीडितहरूको पक्षमा फैसला गर सर्वोच्च अदालत पीडितहरूको पक्षमा फैसला गर यो सहकारी पीडितहरूको आन्दोलन फैसला पीडितहरूको पक्षमा कार्यान्वयन गर न्याय नपाएकै कारण यसरी सडकमा उत्रेका घाउमा मलम सरकारले लाउन नसक्नुको कारण पीडितहरूलाई न्याय दिन सरकारमाथि माग गरिरहेको छ सरकारी पीडितहरू आवाज भएन है आवाज भएन हेर्नुहोस् त मेरो घाँटी बसिसक्यो निरन्तर काल यो आन्दोलनले हैन कता सर्वोच्च हलियोस् त हेर्नुहोस् यसरी सडकमा पुनः उत्रिसकेको छ सहकारी पीडितहरूको आन्दोलन पीडितको पक्षतिर को किसिमको तरिकाले हामीले आवाज निकाल्नु पर्यो आवाज निस्केन है आवाज निस्केन आदरणीय बाबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू अनि जोडका साथ है यो पालो पनि जफत बस्नु पर्यो भन्दाखेरि ल भर्खरै ल्याएको अध्यादेश संशोधन गर भर्खरै ल्याएको अध्यादेश संशोधन गर 25 जनाको ठाउँमा 25% अध्यादेशमा लेखिएको कुरा तुरन्त क्यान्सल गर 25 जनाको ठाउँमा 25% अध्यादेशमा लेखिएको कुरा तुरन्त क्यान्सल गर देशैभरिका सरकारी पीडित र वित्तीय पीडित एक हो देशैभरिका सरकारी पीडित र वित्तीय पीडित एक हो कानुनलाई पैसाले किन्न पाइँदैन कानुनलाई पैसाले किन्न पाइँदैन कानुनलाई पैसाले किन्न पाइँदैन पीडितलाई न्याय दिने ठाउँमा उनको पीडा दिने नालाई सरकार मुर्दाबाद पीडितलाई पीडा दिने नालाई सरकार मुर्दाबाद पीडितलाई पीडा दिने नालाई सरकार मुर्दाबाद हे दलाल सरकार पैसाको चर्चेल बन्द गर हे दलाल सरकार पैसाको चर्चेल बन्द गर पीडितहरूको त्रासदीले नालाई सरकार मुर्दाबाद सरकारी पीडित र लघुवित्त पीडितहरूसँग भएको सम्झौता कार्यान्वयन एकैचोटि यो सरकारसँग निराशा पैदा भएको छ अहिलेको सरकारसँग यता कुलमान घिसिङको समर्थकहरूको बृहत आन्दोलन छ भने यता सहकारी पीडितहरूको बृहत आन्दोलन भएको छ र यो अहिलेको सरकारले जुन यो मानिसको मनहरूमा जनताको मनमा निरन्तरता पैदा गरेको छ पैदा गरेको छ यसको लागि यत्रो भारी सङ्ख्यामा आन्दोलन भइरहेको छ माइती घरमा यता हेर्नुहोस् दर्शकबिनहरू सहकारी पीडितहरूको यो आन्दोलन वर्षौँ बित्दासम्म पनि सहकारीहरूको कुनै पनि आवाज सुनवाई नभएको कारण अहिले यो सहकारी पीडितहरूले न्याय नपाएको कारण यसरी सहकारी पीडितहरू सडकमा उत्रिएका छन् वर्षौँ बित्दासम्म पनि सरकारले कुनै किसिमको एक्सन नलिई सहकारी पीडितहरूको आँखामा छारो हान्दै अहिलेसम्म यतिका समय लम्बिँदै गइरहेको छ भने यता कुलमान घिसिङका समर्थकहरूले विरत रूपमा आन्दोलन गरिरहेको छ कुलमान घिसिङले जसले लोड सेडिङ हटाउन मुख्य भूमिका निर्वाह गरेका थिए उनलाई नै सरकारले पदबाट बर्खास्त गरिसकेपछि यसरी आन्दोलन भइरहेको छ एकैचोटि यो सरकारसँग नेपालभरिबाटै यस्तो आन्दोलनहरू धमाधम चलिरहेको छ सरकारसँग एकदमै निराशा पैदा भएका छन्
नेपाली जनताहरू पछिल्लो समयमा सरकारले नेपाली जनताको इच्छा आकाङ्क्षा पुरा गर्न सकिरहेको छैन, जसकारण यो अवस्था पैदा भइसकेको छ। एकैछिन यो आन्दोलन सुन्न सकिन्छ दर्शकवृन्द। यसरी हेर्न सकिन्छ दर्शकवृन्दहरू, यो सरकारले गरेका यी पछिल्ला गतिविधिहरूले नेपाली जनताको मनमा तृष्णा पैदा भएको छ। यता हेर्न सकिन्छ कुलमान घिसिङका समर्थकहरूले यो आन्दोलन आयोजना गरेको छ। उज्यालो नेपाल जिन्दाबाद, ऊर्जा मन्त्री राजीनामा दे। आदरणीय फुलकुमार बोमजनजी, अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। कहाँ हुनुहुन्छ हजुर?